beautiful people and welcome back to my YouTube channel है र अहिले चाहिँ म भ्याकेसनमा छु र म घर आएको छु है र आज धेरै कामहरू गर्नुपर्ने छ जस्तो ट्रेड लाइसेन्स रिन्युअल गर्नुपर्ने छ है र त्यसको लागि चाहिँ नगर पञ्चायतहरू जानुपर्ने छ फायर जानुपर्ने छ जेरक्सहरू गर्नुपर्ने छ धेरै कामहरू छ है र तपाईँले यो भिडियो लास्टसम्म हेरिदिनुहोस् होला है र प्लिज डु लाइक कमेन्ट एन्ड सब्सक्राइब माई च्यानल सो लेट्स गो गर्न आएको तर लाइट पनि छैन रहेछ प्लस तपाईँको त्यो तालाको चाबी पनि मिसप्लेस भएछ हो र म यता साथीकोमा आएको छु चाहिँ यता काठमाडौँ छ है र उसले मलाई जेरक्स गरिदिन्छ भनेको छ उसले यता साथीले चाहिँ जेरक्स हुन जाँदैछ है को फ्रेन्ड है यता हामी लगभग 20 वर्ष अगाडि चाहिँ हामी क्लास 9 10 मा सँगै पढेको अहिले चाहिँ हामी अब हम ऐसा हो गया है हो अब यो फोटो देखाउँदैछ उहिलेको मधुर यादहरू जेरक्सको काम चाहिँ भयो अब फायरमा पनि सकेपछि चाहिँ फेरि बजार नगर पञ्चायत जानुपर्नेछ है काम चाहिँ अलिक भएन किनभने एउटा डकुमेन्ट्स अलिक मिलेन है र फेरि बजार जाने काम मैले जम्ने खायो र पहिला चाहिँ म सानोमा चाहिँ स्कुल पढ्दा चाहिँ खाजा खाने यही ठाउँमा आउँथेँ जुन चाहिँ मङ्गनको यो मिश्रण भण्डार भन्छ है र यता चाहिँ पहिलाको यादहरू आइदियो है सानोमा हामी खाजा खान अब 5 रुपियाँमा 2टा समोसा खाएको है र अहिले चाहिँ 40 रुपियाँ पुगिसकेको छ हो र अब फेरि फायर अफिस जानुपर्ने छ है ल अब ट्याक्सी स्ट्यान्ड गएको शीतल भएको छ है पानी परेर र अब अफिसको काम पनि यता निकै सक्यो है र अब चाहिँ म फर्किँदैछु यता मोटरु आएको छ यता अडबाज आएको छ है मलाई लिनु आएको छ लखल नौ के भो यता अडबाज त्यहाँ चाहिँ नानी बस्दैछ होइन ट्याब झारेछ अन्त गोजीबाट चाहिँ फोन झरेछ हो चेपमा पस्दैछ कहाँ सक्छ एकजनाले चाहिँ जेसिबी कुदाउने नि त्यो भाइहरूलाई भनेर चाहिँ गरेर निकालेको अम्मा कति 2 घन्टा जस्तो त लाग्यो होला हौ लास्टमा त्यहाँ त्यो भाइहरूलाई चाहिँ अहिले चाहिँ मङ्गनको यो पेन्टोकको बाटो चाहिँ एकदमै कार्पेटिङ भएको छ है र गाडी कुदाउनेहरूलाई एकदमै मजाको फिल हुन्छ हो जस्तै यता अहिले मोटरुलाई हुँदैछ मालिक यता यतासम्म हो आएर चाहिँ खाना पनि खायो पुरा भोक लाग्यो त्यो खाना खायो फेरि बजार गएर चाहिँ अर्को काम गर्नुपर्ने छ त्यसो फर्किँदैछु है घर फर्किनु पर्ने छ है र म चाहिँ यो साथीको दोकानमा आएको छु ज्यादा जस्तो चाहिँ म सपिङ यतै गर्छु हो यो चाहिँ आनन्द स्टोर भन्छ जस्ट एबभ डाइनेस्टी तपाईँहरूले राम्रो लुगाहरू यता पाउनु सक्छ जेन्ट्स एन्ड लेडिज बोथ र अब चाहिँ म फर्किएको गएको ल म यहाँ नानीलाई एउटा पराठा ल्याइदिनु भन्दैछ पराठा किनेर चाहिँ जान्छु भाइ पराठा छ पराठा बनाइदिनु छैन रहेछ हो अब यता लाइट पराठा बनाउँछ यो भाइले यस ताजा पराठा एडविनको लागि आएको रहेछ बिचरा यो त आज दिनभरि क्रिकेट प्र्याक्टिस गर्दैछ है र थाकेछ एडविन त र एडविनको लागि मैले के ल्याइदिएको छु भने चाहिँ एज डिमान्डेड बाई एडविन मैले यो उसको स्माइली यो ल्याइदिएको छु है फ्रेन्च फ्राई र आलु पराठा उसको फेभरेट हो
त्यो लाइसेन्सले गर्दाखेरि अफिसहरू है र बजारहरू जानु पऱ्यो, कामहरू निकै भयो, कतिवटा एउटा काम चाहिँ अड्क्यो है, सो त्यो बादमा गरिन्छ र आजको भिडियो म यता नै एन्ड गर्न चाहन्छु। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो, डु लाइक कमेन्ट एन्ड सब्सक्राइब माई च्यानल है, र दिस इज जर्डन भुटिया साइनिङ अफ फर टुडे।